हाई साथीहरू, सम्पूर्णमा नमस्कार। सबैजना सन्चै हुनुहुन्छ होला। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला भन्ने पक्कै पनि। म चाहिँ परदेशदेखि फेरि पनि जमर्को सर्ट भिडियो बनाएर चाहिँ म उपस्थित हुनु पर्यो भन्ने सोच लिएर म चाहिँ हजुरहरूको माझमा उपस्थित भएको छु। यहाँहरूले पक्कै पनि मेरो भिडियो हेरेपछि स्क्रोल गर्नुहुन्न, पक्कै पनि एक लाइक त अवश्य गरेर छोड्नुहुन्छ। अनि म परदेशमा भएको कारणले म सिटीभन्दा धेरै टाढा ग्यास प्लान्ट अथवा इन्डस्ट्री एरियामा भएको कारणले मैले कुनै पनि भिडियोहरू पोस्ट गरेको छैन। म नेपाल आइसकेपछि अथवा यहाँदेखि नेपाल गइसकेपछि मैले विभिन्न गाउँठाउँ अनि त्यहाँको प्राकृतिक, त्यहाँको वातावरण अनि खोला नाला वन जङ्गल हरेक भिडियोहरू चाहिँ यसै युट्युब मार्फत सर्ट भिडियो अथवा फुल भिडियोहरू लिएर आउनेछु। हजुरहरूले पक्कै पनि मेरो यो बोलेको शब्दलाई विश्वास मानेर तपाईँहरूले पक्कै पनि मलाई साथ सपोर्ट गर्नुहुनेछ भन्ने पूर्ण आशा राखेको छु। र हजुरहरू यो भिडियो नहेर्दै हुनुहुन्छ भने हजुरहरूको मोबाइलमा आएको छ भने एक सब्सक्राइब गरेर, किनकि म जस्तो परदेशीलाई सपोर्ट गर्नुभयो भने भोलि मेरो पनि केही फ्युचर बनोस् होइन। हजुरहरूको लागि मैले विभिन्न गाउँठाउँका भिडियोहरू अनि खोला नाला, नेचुरल अनि वन जङ्गल, त्यो वन जङ्गलमा पाइने हरेक अब हुन्छ नि त, त्यो वन जङ्गलभित्र पाउने थुप्रै किसिमका अब जस्तै सामानहरू, काठ, अन्य हरेक चिज आइटमका त्यस्ता डिजाइनका ती चिजहरू चाहिँ मैले अवश्य पनि नेपाल आएपछि पक्कै पनि हजुरहरूको लागि चाहिँ भिडियो मार्फत ल्याउनेछु। यदि हजुरहरूको मोबाइलमा यो भिडियो आएको छ भने एक सब्सक्राइब चाहिँ अवश्य गरिदिनु होला। थ्याङ्क यू सो मच।